राइट टु अर्न युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। याङ्गो यहाँले सुरुमा बुक गरेपछि राइड कम्प्लिट भइसकेपछि सुरुको भन्दा पछि दिनुपर्ने पैसा धेरै भएर कस्टमरहरू कन्फ्युज हुने अवस्था अहिले धेरै बढिरहेको अवस्था छ। सुरुमा यहाँले याङ्गो बुक गर्दाखेरि एउटा पैसा देखाउँछ, तर डेस्टिनेसनमा पुगिसकेपछि चाहिँ पहिलाको भन्दा धेरै पैसा तिर्नुपर्ने भएर सक हुने अवस्था कसरी भयो भने सक हुने अवस्था र ड्राइभरसँग झगडा हुने अवस्था, झगडा गर्नुपर्ने अवस्था हुन्छ। यहाँले सुरुमा बुक गर्दाखेरि कति पैसा थियो त्यो याद गर्नु पर्यो र राइडर यहाँका पुगिसकेपछि राइड स्टार्ट गर्नुभन्दा अगाडि तपाईँको मोबाइलमा देखाएको पैसा र राइडरको मोबाइलमा देखाएको पैसा सेम छ कि छैन भनेर चेक गर्नुपर्छ। र त्यसो भए किन पैसा बढी देखाए त एउटै हुनुपर्ने भनेर यहाँहरू कन्फ्युज हुनुहुन्छ होला। वास्तवमा पैसा धेरै देखाएको कारण चाहिँ के हो त भन्दा यहाँहरू जब ट्राफिक जाममा फस्नुहुन्छ, ट्राफिक जाममा फसेपछि ड्राइभरले एउटा दिमाग पैसा कमाउने र प्यासेन्जरलाई पैसा बढी दिने एउटा चाल चल्छन्। त्यो चाहिँ के हो त भन्दा यहाँले स्क्रिनमा हेर्नुभयो भने यहाँ स्क्रिनमा त्यहाँ वेट टाइम भनेर राखिएको छ। यो वेट टाइम भनेको चाहिँ यो वेट मोड भनेको चाहिँ अब यहाँहरूले ड्राइभरलाई डेस्टिनेसनमा पुग्नुभन्दा अगाडि केही समय रोकाउनु भयो भने त्यहाँ क्लिक गर्ने ठाउँ हो। त्यो क्लिक गऱ्यो भने वेट मोडमा क्लिक गर्नुभयो भने यहाँले ड्राइभरलाई दिनुपर्ने पैसा वेट गराएको कारणले गर्दा धेरै तिर्नुपर्छ। तर ड्राइभरहरूले ट्राफिक जामको समयमा पनि प्यासेन्जरले मलाई वेट गरायो भनेर वेट मोडमा क्लिक गरिदियो भने पेड वेट टाइम भनेर अब त्यहाँ 3 मिनटभन्दा धेरै वेट गर्यो भने तपाईँले ड्राइभरलाई दिनुपर्ने पैसा अटोमेटिकली बढ्दै जान्छ। त्यसैले सुरुको र अन्तिमको अमाउन्ट चाहिँ के देखिन्छ, धेरै देखिन्छ। त्यसैले पहिला नै यहाँले कन्फर्म गर्नुपर्छ र चलाखी भएर पहिल्यै कन्फर्म गर्नुभयो भने अन्तिममा राइड कम्प्लिट गर्दा डिस्कस हुँदैन। यसरी आफू पनि ठगिनबाट बचाउँ र अरूलाई पनि बचाउँ। यो भिडियो सेयर गरौँ, लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। थ्याङ्क यू भेरी मच।